आज म तपाईँहरूलाई भगवद् गीताको दोस्रो अध्यायको 33 नम्बरको श्लोकमा भगवानले भन्नुभएको छ अर्जुनलाई। यो हामी सबैको लागि काम आउने विषय हो। सबैले सुन्नै पर्ने कुरा भन्नुभएको छ भगवान श्रीकृष्णले। हे अर्जुन, तिमी आफ्नो कर्मबाट कहिल्यै पनि विचलित नहुनु। यदि तिमी क्षत्रिय हौ, तिमीले आफ्नो कर्मबाट विचलित भयो भने तिमी अवश्य पनि पाप लाग्नेछ। तिमी यो युद्ध भूमिबाट टाढा भाग्यौ भने तिम्रो नरकमा वास हुनेछ, र यदि यही युद्ध भूमिमा लड्दा लड्दै तिम्रो मृत्यु भयो भने पनि तिम्रो स्वर्ग पुग्नेछौ। त्यसकारण तिमीले यहाँबाट भाग्नुपर्ने कुनै पनि कारण छैन भन्नुभएको छ। अब यो प्रसङ्गले हामीलाई चाहिँ के फाइदा हुन्छ र, हाम्रो के हुन्छ र भन्नुहुन्छ होला। हाम्रो पनि निकै एउटा फाइदा हुन्छ। यो सिकाउन खोज्नु भएको हो हामी सबैलाई कि हामी आफ्नो कर्मबाट कहिले पनि विचलित नहुनु। जस्तोसुकै परिस्थिति आओस्, जस्तोसुकै बाधा आओस्, आफ्नो कर्म निरन्तरता गरिरहनु। विचलित हुनुपर्ने आवश्यक छैन। यदि आफ्नो कर्म गर्दा गर्दै मृत्यु भयो भने पनि स्वर्ग पुग्छौ भनेर भगवान श्रीकृष्णले भगवद् गीतामा भन्नुभएको छ।